बोल्दैन दाइसित त के दाइ एक आध हुन्छ हुन्न के त अरे भयो खोलासँग भेले छैन छैन देखेँ नि पहेँलो थियो आएर धान पहेँलो ल्याएर धान त्यहाँ हेर्नु भेललाई नि भिडियो गराउनु पर्छ है कोही गयो ड्रोन पठाइदिएँ म मोटामोटी भिडियो बनाएरै कमाउँछु मोटामोटीको होइन मोटामोटी सबै गराउनु पर्छ मोटा मात्र गरेर त कहाँ हुन्छ त बाल प्रेम गर्नु धान भरेर खाने कस्तो लाग्यो यो अगाडिको दाइले बनाउनु पर्यो एक्लै के छाप्रोको कस्तो नै दामदार र मैले बनाएको मान्छे धेरै सानो त्यस्तो धेरै मोटा छैन कि पछि हालेर पर्दैन यसलाई हिँड्न मिल्ने हुनुपर्छ क्या ट्र्याक्टर ट्र्याक्टर ल्याएर पनि सबै जोत्न मिलोस् त्यही नै हो ट्र्याक्टर ल्याएर जोत्दै हुन्छ आज माथि होइन अङ्कल गरौँ हुँदैन नि गौरा कति हातको 5 हात राखिन्छ होला कि त्यो 6 हात राख्यो 5 त अलि होतो हुन्छ त्यो धेरै अग्लो बनाउनु कम टिप्न सक्नु पर्यो नि त माथि पाटा पुगेर आउनु उतापट्टि छैन त्यही राखेको अहिले यिनी झिकेर लस
फेरि कुहिएर अघि कुहेको होइन कुन कुहिएको छैन होइन जेकर बनाउने उ बनाउने यो चाहिँ खाने हो र होइन त्यहाँ रको त्यहीँ छ पछि यसैमा चढाइदिने हो यो चाहिँ असाध्यै खाना हुन्छ यहाँ हुनुपर्ने हो त्यसको जाल पानी धेरै पानी कहाँ हुन्छ त्यसो जाँदैन हो र ओ ठिकै छ त्यहीँ ठिक छ मल यो ल्याएर कति वर्ष लिएर आइदियो भयो लि त्यहाँ जान्छ फेरि त्यहाँ गयो यहाँ उता मोबाइल लिएर पनि यता काटिदिनु डाइरेक्ट काम चाहिँ फेरि चले होइन त राखिदिनु मरेछ गाउँबाट त पानी राखेको मरेछ त्यसलाई चाहिँ काट्नु मैले काट्छु उताहरूको माथि सार माथि राख्नु बाबु त्यसलाई तल नराख्का होइन होइन हात झुन्नाका हो दाहिने जाम्ला बस्नलाई ल यताबाट नि काट्न बाबु यसलाई कताबाट
यहाँ काट्नु नि अन्त बस्नु होइन यसलाई पछि गरौँ लाग्यो अहिले त्यो गाडामा गएर पहिला काट्यो भने काट्नु न पछि मिसिन हुनु काट्नु काट्नु र गरे काट्नु ठ्याक्क धेरै यता नि होइन ठ्याक्क यसलाई मिलाएर हेर्नु जहाँनिर हो त होइन ल चल्यो आइज पानी पानी यतै आउनु न उता क्यामेरा पछाडि गएर गिलासमा गराउनु यहाँ एउटा यता होला गर्दा यता आउनु काट कट पता त्यसरी खाल्छन् ट्रेलाई त्यस्तो हिँड्नु हुँदा अहिले त जान्नु रहन्छ हिँड्ने ऊ त घाँस हिँड्नु कस्तो घाँस पनि त आउनु पर्यो साउन थप्ने यति मात्र हो नि दाइले चाहिँ क्यामेरा पछाडि गएर खानु होला होइन त्यही मिलाएर यहाँ छेक्यो तँलाई सेकिन्छ त्यही भएर भात खाइयो तरकारी पाक्दैछ मैले ढिलो गर्नु होला भनेको हरूले आलु नै ढिला लाग्छ तरकारी नै छिटो हो क्या डेरा यो पुरै काट्नु हो के काट्ने हो त्यसलाई कसरी काट्नु बन्द गरेर गर्नु अनि काँडा हुन्छ भाउ अरू त पर्दैन तँ त किन चुडालिन त त्यति त्यो मिसिन सात्नेले पछाडि सात मिसिन नसात्नेले अगाडि गरौँ होइन क्या तँ पछि लैजाउँ ल त्यस्तो नि खिच्नु सरसराट कताबाट हो यतैबाट मिसिन मैले लैदिउँ त ल यता यता जानु नि यताबाट रुकौ टो त्यहाँ हामी जहाँबाट छिरेको थिइस् त्यहीँबाट छिर्दा अन्त
लाग्यो अग्लो काट्नु दाइ अग्लो भयो भने यही घाट्ने हालौँला खै मिसिन ल्याउनु त पहिला नि काट्दिएर होइन काट्ने होइन अन्दाज गरेर रेडी गर्ने क्या एकखेप राख्नु पर्ला कि डोक्नु होइन चुडानले होइन नि त यो नचुडालो होइन चुडानले होइन टुप्पाले काट्नुपर्छ टुप्पो हेर्न माटाको छिराहरू त्यो त्यहाँ ढुङ्गा पऱ्यो जस्तो जान्छ ल अलि अझै यता यो छिर्ला जस्तो मानेनगरमा हो र जान्छ दाइ उकालो खिच्चाको गरौँ छ उजाले एकचोटि भाषामा राखी जान्छ दाइ बराबर उता टुप्पातिर यता उतै अलि उतै जा उतै तान पाइने उतै तान ल आइज आउनु माथि माथि आउनु छेउमा राख्नु छेउमा टेकाएको ल आइज खस पसलको होइन माटो झार्छ पछाडि होइन क्या आइज ल उचालो माटो झार्दैन ल उचालो यस्तै यता हेर्नु यस्तो है यस्तो पाएर रोटेसन त्यही ठिक भयो आज जाउँ बाल्दाहार आउँ त घुमाउँ त किन घुमाउने ठिक छ यस्तो गराउनु है घापे त्यसो बल्ल पो हावाले ढलाएर हो नि त यो विधि चक्रवर्तीको झाला सिधा खाँदै हेर्नु हालो त्यो नाप ल्याउनु जाँदा पर कुन दाउहरूको नाप यो जमिन माथि जति छ गराहरू देखिएर कता हो नाच्ने कुरो
छेउमा है भोलि हामी उहाँ जाने हो घुम्न कस्तो पर्दैन छि यहाँ कस्तो हिलो रहेछ यताबाट आउनु न उता बाटोतिरबाट घुमेर यता 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 पहिला खुट्टा पहाल्छु त्यो पर्दैन नि दाइ यो यता के टोपी लाग्यो औ चाल्छे गलो त पुरै आज हन्टिङमा आइसकेर बन्द लामबाउले लगायो बक्सेट आउँछ नि फेरि पुरै छैन त्यहाँ अलिक टोको मलाई भने टोक्न पिउ सालको मसुरले पर्दैन
एकै सानो गरेको छ हजुर मोबाइलले कहाँ रेकर्ड गरेछ भन्ने कसैलाई थाहा छैन पुग्छ मम्मी पुग्न दिनु खाना कहाँ सँगै खाने दबाई खाने मान्छेलाई दिनु खाना त्यही हो दिनु हामीले भ्याएर आउँछ हुन्न खाएपछि नुहाएर खाने तल एउटा केही ठेटो राख्दैन न त्यो होइन मैले काटेँ मैले काट्छु छिटो बनाउनु ढिलो भयो अब म पछाडि छ त्यो एउटा उतै तान्नु त्यो बोक्रो सुनाल्नु त बोक्रो त निकाल्ने कि सबै हो निकाल्नु सब चिरो लाग्छ भाउजूको भिडियो आयो छ छ कता हो धान सक्छ छैन खाल्छ धेरै भयो काटेर राख बाबु धान हैन अनि ओ बच्चाले पल्टायो पनि के छ त हेर्नु त यति काट्यो घाटे तीन हात धेरै भयो काट्यो भो काटेर बनाउनु पर्यो यहाँ आउनु त दाइ ल यहाँ नाप्नु त यसरी छ काटेर राख्नु पर्छ यत्रो धानलाई पनि धान मस्तै काट्नु एउटा पिस पनि हाल्यो त्यहाँबाट चार र एक बिटा गराउनु गर्नु भने नभएर लामो भएर हो क्या यो उताबाट चार र एक बिटा न चार र एक बित्ता अनि त्यहाँ कति छ तल त्यो हो त्यहाँबाट यो नाप्ने यहाँ कति छ पैसा खाल्छ एक छ नि एक छ यसमा काट्छु खै दाइले रे खै मैले काट्छु होइन धुले धुलो हुनुहुन्छ कहाँ कन्सेप्ट धुलो भयो होइन र त्यही त यहाँ ए पुरै लाग्छ क्या हात लाग्यो पर्खिनु तल हाड कतना हाडहरू काट्ने त्यहाँबाट रोटी खाँदा नउकाउनु पर्दैन खान्छ यहाँ खान थाली के अरे खान थाली अनि यहाँ हान्न फेरि पछि कता खायो माथि गएर उसले भाउजूले खाऊ हामी यो भ्याएर आउँछौँ त्यही हो यति घुमाउनु पर्छ यति घुमाउनु दाउरा हाल्नु पनि सकियो त के हेर्नु पर्छ होइन मेरो कामै सकियो कि यति वास्ता हो रोटी त भवसार रहेछ नि त खै गर कस्तो यता हो ठाडो हजुर 1300 होइन अब 1300 दुईवटा राख्ने त्यहाँबाट काम सकियो यसलाई चाहिँ एउटा 1300 चाहिँ जेट राम्रो छैन भने सिधा भयो पाल्नुपर्छ हैँसा छ के होइन र अर्को नअर्दाको ठुलो हैँसा ए देखिएन क्या उल्टो भयो दाइको होइन उताबाट हावा आउँदाखेरि अड्किने भएको हुन्छ त्यहाँ
बानीको बलो भने हुन्छ दुईटालाई यसो यसलाई त्यसो गराउने टाइट हुन्छ ठिकै हो तपाईँले हालेको यो भयो भने बलो यहाँ बस्नु के अरे जस्तो यताबाट हावा आएर टक्का भने पनि चाहिँ यहाँ रसी नभयो भने आउनु चाहिँ हेर्नु त त्यहाँ पर गयो अघि भएन यो त भएन यो त हल्ली यो त अरू केही पनि हल्ली मिले सिधै सिधै हो त भयो हो त छैन है एक मान्छेहरूलाई अग्लो छैन हामी चोइती अग्लो देखो जस्तो देखियो होइन रे हामी ठगिँदैनौँ भने त्यहाँ बाबा आउनु पनि ठगिँदैन भयो के ताको होचो हो रे चोइती अग्लो भयो जस्तो लाग्यो होइन रे तपाईँले बान्दिनु त त्यो चाहिँ कन्यो नभए हजुर त्यो त बल चाहियो कि लुखारो बहिलो ऊ त कपडा सुकाएको रुचाएमै नभए ल्याम दुइटा गरिदिउँ भात खाएर गयो मात्र गाडी गर्नु त्यसैलाई काटेर भयो सर्नु तँलाई यो छ नि एउटो त यो भयो अर्को ठुलो ऐसे कहाँ खान्छ हामी जतातिर त्यहाँ पनि छ यो हालमको अलि मोटो यो एउटा त भयो एउटा त्यसलाई मामाले त्यति गराउनु पर्दैन त्यही हाल्नु त ल्याउनु जत्र यताबाट चढेर हाल त तलकै काटिदिनु गाई गाई भीमसिम हान्ने भने त्यसरी भयो त झारेर काट्यो कि के आउनु भयो यो त्यहाँ पसेन त्यो त्यहाँ ठ्याक्क पसे बराबर हो झारेर काट्नुपर्छ यस्तो त झारेर काट झार त राम्रो गऱ्यो राखेको तपाईँले कस्तो पार्नु सन्न खानु त्यसमा त्यहाँ एउटा गर्नु भयो दाइ एउटा साँचेर हेलो दाइ तर यी त्यसको घुचाट्नु न हाँगालाई चाहिँ घुचाट्नु पो त्यसरी तपाईँबाट हाल्नु कस्तो गराउनु त्यस्तो ठुलो खाडा माथि गराइदिए कता पानी यो त भएन नि खाँदै ल यहाँ सबै डढालो पनि त नचाहिने त्यसले पनि नि उहाँ गोठालाई दाउरा हुन्छ कि गडाल्नु यस्ता चाहिँ सक्छु होला
एउटा घरिङ बनाइदिनु घरिङ ल्याएर के हुन्छ काँदै छ दाइ तिर तल छ है भयो यसलाई पर्दैन बाङ ल्याउनु पनि त्यहाँ तलको दाइ भइको डल्लो सानो सानोवाला त्योभन्दा बलियो होइन बिचबाट पनि ढाल्नु पर्ला नि एउटा साइड साइडमा अलिक बलियो होइन छाडा हुन्छ तेर्सा हुन्छ है छाडा क्या तेर्सा त्यसले छाडा यो ठाडै हो क्या त्यो पनि ठाडै थियो हुन्छ त्यो ठाडै थियो यो ठाडै थियो अझ यता अझै ल्याउनु पर्छ भयो छोरेर यो सानो भयो त्यसो भए यो ठिक छ यहाँ त्यसलाई अब अब यसलाई बन्द चाहिँ राम्रो बाँध्नु पर्यो पहिलो होइन उहिसक्यो यो छ एउटा त्यसलाई तानेर काट्नु भयो हुन्छ है यो नि हुन्छ दाइ धेरै पनि लेखेर यो बलियो खालको बिचमा हालिदिनु सुन्नु अरू त खालि जिउ बटिलो भयो यो नानी उयो छैन यो यो फेरि यो सबैलाई अब तल गयो तेर्सो होला यो पहिला ठाडा अझै उठ्या एउटा एउटा हाल नि त्यहाँ माथि हालमा उयो बाँध्नु पर्यो नि बानी के राम त्यो दुईवटा हालिदिएको भयो बानाम त चढाउनु चढेको छैन होइन हुन्छ बिहान पनि गर्नु मान्छ यस्ता त्यो त भेक्रै हुन्छ दाइ तलका त काटेर गर्छ यसो गरायो भन्दा र होइन ठाडो हाल्नु नि यहाँ त्यसमा जानवरले पानी बस्छ त्यो आँपमा काट्नुपर्छ अब त घाइ घाइ यहाँ माथि फालिदियो हुन्छ राम्रो शर्मा पर्दैन के लामो धेरै टुप्पु त लिएर जाने रातलाई खेती भाइ तान्नु त बाहिर गएर बाहिर तान्नु हान्नु यो आँखा भयो यो आँखा माथि लाग्ला ठुलो चढ्ने बेला भइसक्यो फेरि ठुलो चढ्ने बेला भइसक्यो बान्ने कुरा खोज्छ बान्ने भयो भने सकियो काम अब मैले बान्ने लिएर आउँछु उठा भाटा हालिदिने
नि खस्दैन नि माथिको बाँध्नु पर्दैन फेरि यहाँ र भएन त्यसलाई त छुट्टै गाड्ने अब अलिअलि अल्लाइली हुन्छ अरू छैन यहाँ तरकारी यत्रो पैसा अब एउटा यस्तो भयो है सकियो काम एउटा यो बिचरा डर खालको एउटा हालिदिने होइन के नि खान्छ नि होइन